नमस्ते, फेरि पनि आएको छु लेखको मान्छे। यहाँहरूलाई फेरि पनि रमाइलो दृश्य देखाउनेछौँ है त। र आज चाहिँ हामी सिस्नु फाड्न जाँदैछौँ है त। ल आउनुहोस्। बाटो छेकेछ, घाँसहरू पनि एकदम राम्रो छ। त्यहाँतिर देखाउनुहोस् त गाडी। ल बाटो पनि छेक्यो, त्यही भएर अब यो पुललाई पनि अलिकति मर्मत गर्नु पर्यो, मिलाउनु पर्यो। अब यो सिस्नुलाई पोल्छ। अब यो बोरामा चाहिँ हात राखेर गर्नु पर्यो यसरी है। ल ल अब हाम्रोमा चाहिँ यो सिस्नुले बाटै ब्लक गरेर यहाँ बाटोमा चाहिँ अप्ठ्यारो भएर यो सिस्नु फेरि खानको लागि एकदमै राम्रो औषधि पनि हुने। अहिले चाहिँ फुल अलि भएको छैन होइन, यहाँ देखाउनु त यसलाई। फुल अलि आएको छैन। अब यो फुलहरू चाहिँ अलिकति सिपेपछि चाहिँ खान योग्य हुन्छन्। यो चाहिँ बाटोमा परेर अलिकति फल्नु पर्यो। ल अब फुल आएपछि मजाले खाने हो। उता पनि सबै सिस्ने छन्। अलिक छिपेपछि त मजाले ढेँडेर सिस्नुको फुल खाने हो। तपाईँहरू पनि सिस्नुको फुल अत्यन्तै मनपर्छन् भने मकवानपुर गढी 8 पोखराले पाल्नु होला। मजाले सिस्नुको ढिलो खाने हो। त्यसपछि मजाले चाहिँ नि हाम्रो यहाँ गुफाहरू, रेखेश्वरी गुफा अनि पाथिभारा मन्दिर पनि छ माथि लेकमा, छात्रे डाँडामा। सबै चाहिँ नि मठ मन्दिरहरू घुमेर जहाँ मनोरञ्जन लिन पनि सक्नुहुनेछन् है। त्यसैले सबैलाई निमन्त्रणाका साथै होइन घुमघाम गर्नुहोला, मनोरञ्जन लिनुहोला भनेर भन्न चाहन्छु। ल यो चाहिँ अलिक बाटो छेकेर यसलाई अलिकति पन्सिनु पर्ने भएर काम गरिरहेको छु। अनि सिस्नु चाहिँ हामीले थाहा भएको चाहिँ यो सिस्नु बाख्राको खुट्टाहरू भाँचिँदा, कुखुराको पनि कहिलेकाहीँ होइन यताउता हिँड्दाखेरि भाँचिने क्रममा पनि यसका चाहिँ नि कोक्राले चट्ट बाँध्दाखेरि, सानो काम्रो हालेर बाँध्दाखेरि निको हुने होइन भएको छ। मैले पनि गरेको छु त्यस्तो। अनि बाख्राको पनि होइन, फेरि गाई भैँसीको पनि पहिला चाहिँ त्यस्तो गरिन्थ्यो। अनि खाँदाखेरि यो चाहिँ तपाईँको सुगरलाई होइन र प्रेसरलाई पनि खाना हुन्छन् भन्ने कुराहरू चाहिँ हामीले सुन्नमा आएको छु। तपाईँहरूलाई कति चाहिँ नि रोगको चाहिँ औषधि हुन्छन् यो सिस्नु, प्लिज तपाईँहरूले पनि कमेन्ट गर्नु होला है त। हस्, धन्यवाद। हस्।